हेलो साथीहरू, आज चाहिँ म के भन्न आएको भने म चाहिँ मेरो दिदी अनि ऊ दिदी चाहिँ हामी धेरै अनि एउटा कुरा देखाउन मन लाग्यो क्या। अब एकछिन ल, एकछिन बस्दै गरे। यहाँ हेर्नु ल गाइज, यो कोसेली, यसको दिदीको कोसेली बहिनीलाई के आएछ हेर्नु है। यो नानीहरूलाई भनेर बिस्कुट अरे, यो बिस्कुट यसरी ल्याइदिएको रहेछ। अनि थुक्पा अरे नास्ताको लागि ल्याइदिएको अरे। अनि यो साबन, भाँडा मोल्ने साबन, छेउमा त झन् भाँडा मोल्ने साबन। अनि यो लुगा धुने टाइट सर्फ। अनि खाजाको लागि भनेर यो पास्ता। अनि दाल अनि यहाँ छ चिनी। अनि यहाँ रहेको छ आटा, रोटी खानु अरे, मैदा नखानु अरे, आटा चाहिँ खानु अरे भनेर ल्याइदिएको। अनि आजसम्म मेरो घरमा आउनुहुने पाहुनाहरूले कहिले पनि यस्तो खालको कोसेली चाहिँ ल्याउनु भएको थिएन क्या। अनि कोसेलीहरू आउँदाखेरि चाहिँ खालि अब के अरे कोक, अनि अब स्प्राइटहरू, अनि फलफुलहरू, अनि के अरे अब त्यस्तै बिस्कुट चाउचाउहरू त्यस्तोहरू लिएर आउनुहुन्थ्यो क्या पाहुना आउनुहुँदाखेरि। अनि यसले चाहिँ ल्याइदिएछ, म त छक्कै परेँ होइन। एउटा दोकानै उठाएर ल्याएछ क्या यसले, त्यही पनि एकदमै चाहिने घरमा एकदमै प्रयोग हुने नहुने सामग्रीहरू ल्याइदिएछ। अनि मलाई चाहिँ खुसी पनि लाग्यो, धेरै खुसी लाग्यो। अब किनभने अरू खानेकुराहरू ल्याइदिँदाखेरि त अब राखेर यो पनि हुँदैन। अब यो भनेको चाहिँ एकदमै घरमा चाहिने चिज क्या। यसले खोइ कसरी यो माइन्ड यसरी पुर्याएको क्या यसले, मलाई चाहिँ छक्कै लागेर। अनि त्यही भएर मैले बनाएको यो भिडियो साथीहरू। अनि तपाईँहरूको चाहिँ कस्तो खालको कोसेलीहरू आउँछ घरमा होइन, पाहुनाहरू आउनु हुँदाखेरि। अनि मलाई चाहिँ यस्तो खालको कोसेली आयो साथीहरू मेरो दिदीको तर्फबाट। अनि त्यही भएर म चाहिँ खुसी भएर यो भिडियो बनाएको। कस्तो लाग्यो यो मेरो भिडियो हेरेर कमेन्ट गर्नु होला। अनि एउटा कुरा सोध्न चाहन्छु तँलाई, तैँले यो के सम्झेर चाहिँ मलाई यस्तो कोसेली ल्याइदियो भन् त? अब त्यही अब सानो नानी छ, बजारहरू गइराख्न भ्याउँदिनँ, भाँडा धुने साबुनहरू यसो ल्याइदियो भने उसलाई सजिलो हुन्छ होला, बजार गइराख्न भ्याउँदिनँ भनेर नि। अनि त अरू सामानहरू भनेर नि यसो। ल तँलाई धेरै धेरै धन्यवाद साथीहरू। ल यति भन्दै हामी चाहिँ बिदा हुन चाहन्छौँ। धन्यवाद।